नेपाली टेलिसिरियल सीताको आजको महाएपिसोड 143मा कथाले यस्तो धमाकेदार र नयाँ मोड लिएको छ कि दर्शकहरू खुसीले गदगद हुनेछन्। जहाँ एकतर्फ जगत र सीताको सम्बन्ध सधैँका लागि टुट्ने अवस्थामा पुगेको थियो, त्यही आज भिलेनहरूको एउटा ठूलो गल्ती स्वीकारले सबै कुरा बदलिदिएको छ। आजको एपिसोडमा भयो ठूलो हंगामा, मामा माइजूको ठूलो आत्मसमर्पण। घनश्याम मामा र केसरी माइजूलाई अन्ततः आफूले गरेको पापको महसुस हुन्छ। उनीहरू सिधै सीता कहाँ जान्छन् र रुँदै आफ्नो गल्ती स्वीकार गर्छन्। रमेश र अनुको विवाह रोक्नका लागि उनीहरूले नै जगतको कान भरेको र सीताको चरित्रमाथि झुटो आरोप लगाएको कुरा खोल्छन्, जसका कारण जगतले रक्सीको मातमा सीतालाई घरबाट निकालेका थिए। जोगी बन्न हिँडे जगत बाबु। सीतालाई गुमाउनुको पीडा र आफ्नो गल्तीको पश्चातापमा जगत पूर्ण रूपमा टुटिसकेका छन्। आफूलाई संसारकै खराब मान्छे ठान्दै उनी घरबार छोडेर कतै टाढा गई जोगी सन्यासी बन्ने निर्णय गर्छन्। सीताको आक्रोश र भावुक रूप। जब सीताले सबै सत्य कुरा थाहा पाउँछिन्, उनी तुरुन्तै जगतलाई खोज्न निस्किन्छिन्। जतिखेर जगत आफ्नो जिउमा खरानी धसेर जोगी बन्न लागिरहेका हुन्छन्, त्यही पुगेर सीताले उनलाई कडा हप्काइदिँदै बाआमाप्रतिको जिम्मेवारी सम्झाउँछिन्। दुवैका आँखाबाट आँसु बग्छन् र जगतले भित्री मनदेखि माफी माग्छन्। अब कथामा आयो सबैभन्दा सुखद मोड, ह्याप्पी एन्डिङ ट्विस्ट। 144 सीताको घर फिर्ती र भव्य स्वागत। अन्ततः सीताले जगतलाई माफ गरिदिएकी छन् र उनीहरू दुवै आफ्नो घर फर्किएका छन्। घर पुग्ने बित्तिकै सासुआमा र पूरा परिवारको खुसीको सीमा रहँदैन। पूरा गाउँमा बाजागाजाका साथ सीताको भव्य स्वागत, ग्रान्ड वेलकम गरिन्छ र सासुआमा खुसीले छमछमी नाच्न थाल्छिन्। सासुआमाले सीतालाई घरको असली लक्ष्मी भन्दै घरको सम्पूर्ण जिम्मेवारी सधैँका लागि सीताको हातमा सुम्पिन्छिन्। जगत र सीताको यो सुन्दर तथा भावुक सुखद अन्त्य, ह्याप्पी एन्डिङ तपाईलाई कस्तो लाग्यो? भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यदि यो धमाकेदार अपडेट मन परेको भए भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।